अहिले के छ त भन्दाखेरि चाहिँ अब नेताहरू चाहिँ अब चाहिँ घर दैलोमा चाहिँ व्यस्त छन् होइन। अनि कोट सोट लगाएर पुरा सुट बुट लगाएर आउँछन् कि अनि चाहिँ हामी काम गर्दै गरेको हुन्छौँ भने चाहिँ हामीले ग्यारेजमा काम गर्ने हात कालो हुन्छ होइन। अहिले त यो हात चाहिँ एकदम मेरो अहिले धोएको सफा छ होइन, कालै हुन्छ होइन। अनि हात मिलाउनु जाँदाखेरि चाहिँ अब उनीहरूलाई कालो हुन्छ भनेर हामीले यस्तो दिन्छौँ क्या। अनि होइन भाइ कहाँ भनेर पुरा च्याप समातेर कि अनि चाहिँ अङ्गालो हाल्ने यहाँ हुँ यताउता गर्ने गर्छन्। अनि यिनीहरू चाहिँ जब के अरे चाहिँ ठाउँमा पुगिसकेपछि चाहिँ 5 वर्ष अराउँछन् क्या हामीलाई आएर। त्यसपछि चाहिँ आउँदैनन् घर दैलो, तपाईँहरूलाई चाहिँ के समस्या छ कस्तो समस्या छ त्यो भन्दाखेरि चाहिँ यिनीहरू फर्केर आउँदैन। जब फेरि चाहिँ अब चाहिँ चुनाव नजिकिन्छ अनि चाहिँ स्यालहरू चाहिँ घर दैलो गर्न आउँछन् होइन। अनि के अरे अहिलेसम्म चाहिँ आश मात्रै देखायो कि यिनीहरूले चाहिँ होइन, एकदम आश मात्रै देखायो। अनि हाम्रो पनि कमी कमजोरी थियो, हामीले चाहिँ राम्रो मान्छेहरूलाई चाहिँ छानेर पठाउनु पर्ने त अहिले त अब चाहिँ सबै शिक्षित छन् होइन। त्यति बेला चाहिँ अब पहिला चाहिँ अलि अर्कै थियो। अबको उसमा चाहिँ हामीले चाहिँ ल राम्रै छानेर पठाउँ होइन। यदि चाहिँ के अरे यिनीहरूले राम्रो गर्यो भने ठिक छ होइन। नेक्स्ट टाइम चाहिँ मैले ठुलो तरवाल बनाउँछु कि म बसेको 100 किलोमिटर वरिपरि चाहिँ भोट माग्न नआए हुन्छ, ठुलो तरवाल लिएर खोडा लिएर लखड्छु। एउटा इक्जाम्पलको लागि अब चाहिँ हाम्रो यो सुशीला कार्की भनौँ न, अब देशमा तिनलाई चाहिँ एउटा आमाले चाहिँ गद्दार गर्दैन भनेर धेरै अब टिकटक सिकटक नि भने यताउता गरे। तिनले के भने थिइन् 5 दिनमा चाहिँ घुसखोरीहरूलाई चाहिँ भित्र थुन्ने भन्दिन्। तर अहिले तिनीहरूलाई त्यही घुसखोरीलाई नि उनले चाहिँ धुँदा चम्काउँदा ठिक छ क्या, यस्तो होइन उस्तो होइन। 5-6 महिना देख्यो भने खोइ के गरे जुन जोगी गयो नि कानै चिरिएको हो। ठाउँमा पुगिसकेपछि चाहिँ यिनीहरूले केही पनि गर्दैनन्। तर यसपालि चाहिँ ठिकै छ, राम्रो उम्मेदवार चुनेर चाहिँ हामीले पठाऊँ। राम्रो भयो भने ठिक छ, नआयो भने चाहिँ अर्को नेक्स्ट टाइम चाहिँ चुनावै हुन्न क्या, घर दैलो गर्न नि नआए हुन्छ। तपाईँहरू चाहिँ यसरी नै जसरी अहिले चाहिँ आउनुहुन्छ नि, अहिले आइसकेपछि चाहिँ भन्नुहुन्छ यताउता चाहिँ एकदम सर्लक्क त्यो अङ्गालो हाल्दा त ओहो भोट त यसैले दिउँ कि भोट सबैले आएर त्यही गर्छन् होइन। अनि कसलाई दिन्छ त नि भोट, यिनीहरूको व्यवहारै ठिक छैन कसलाई। अनि के खानलाई यिनीहरूलाई भोट दिने कि हामीले, के खान भोट दिने यिनीहरूलाई चाहिँ। ल ठिक छ, अब यो चाहिँ अब चाहिँ यसपालिको उसमा चाहिँ अब चाहिँ सबै अब शिक्षित भयो यताउता भयो यताउता। यिनीहरूले चाहिँ यसपालि पनि चाहिँ देश बनाउन सकेनन्, देशमा रोजगारी ल्याउन सकेनन्। सबै चाहिँ अब चाहिँ यसरी विदेशिएर जाने वातावरण यिनीहरूले चाहिँ रोक्न सकेनन् भने चाहिँ यिनीहरूलाई चाहिँ अब चाहिँ उस गर्न हुँदैन। यिनीहरूको चाहिँ पत्ता साफ गर्नुपर्छ चाहिँ। ल अरू खासै केही होइन क्या। अब चाहिँ म एउटा चाहिँ देशको नागरिक हो अनि प्लस मजदुर पनि हो। म दिनभरि काम गर्छु अनि त्यही उसले चाहिँ चलाउने हो होइन। अब घरमा कोही बिरामी यताउता पऱ्यो भने चाहिँ ऋण काट्ने हो होइन। के अरे 50-60 हजार यताउता अब चाहिँ गरेर ऋण उस गर्ने हो। अब त्यो कमाएको पैसा चाहिँ अब चाहिँ खाँदै ठिक्क छ यताउता। महँगाइ छ नि त, महँगाइको कारणले चाहिँ के अरे चाहिँ हाम्रो यो के अरे सेलरीले पुग्दैन क्या, खाना लाउनलाई चाहिँ मजाले पुग्छ। यदि चाहिँ घरमा केही समस्या आयो भने ऋण काट्नुपर्छ होइन। अनि त्यो एउटा टाउकोमा थपिन्छ। यिनीहरूले चाहिँ बिचमा चाहिँ अब हामीले चाहिँ यहाँबाट चाहिँ जिताएर पठाइदिइसकेपछि अनि आउनन् कि यिनीहरू चाहिँ के छ समस्या कस्तो समस्या छ के भइरहेको छ बुझ्न आउनु पर्दैन। 5 वर्ष कटाएर अनि चाहिँ फेरि चाहिँ त्यो के मुख देखाएर चाहिँ आउनु परेको त्यस्तरी चाहिँ उसो गर्नै पर्दैन क्या। बस चाहिँ टाइममा चाहिँ घर दैलो बिचमा नि गर्न सकिन्छ नि। तर यिनीहरू के छ भन्दाखेरि चाहिँ आफै उसो गर्नमा ठिक्क हुन्छ क्या। आफै त्यसलाई घुसाउने पैसा कसरी चाहिँ खाने के गर्ने होइन। त्यो सब यताउता हुँदैन। यिनीहरूको चाहिँ यताउता गर्दै चाहिँ 5 वर्ष कटाइदिन्छन्। अनि चाहिँ फेरि चाहिँ त्यो के थुतुनो लिएर आयो होला कि भोट माग्न चाहिँ। अनि मजदुर दिवस मनाउँछन् फेरि चाहिँ होइन। मजदुर दिवस हामी नेपालमा मनाउँछ क्या। अनि मजदुर त हामी हो
मजदुर दिवसको दिन नि हामी काम गरिराखेको हुन्छौँ क्या, तर उनीहरूले चाहिँ के भन्छ भने मजदुर दिवसको दिन चाहिँ सबै चाहिँ उनीहरूले चाहिँ छुट्टी गरेर चाहिँ बसेको हुन्छ। मेन मजदुर त तिनीहरू रहेछ क्या। त्यो बेलामा आएर चाहिँ हालखबर सोध्ने पुछ्ने यताउता गर्ने चाहिँ यिनीहरूले चाहिँ कामै गर्दैन क्या। हो त्यस कारणले चाहिँ उसो गरेको मलाई कसैलाई केही भन्नै छैन क्या, कसैलाई केही भन्नु छैन। बस चाहिँ यसपालिको उसमा चाहिँ राम्रो भइदियोस् भन्ने चाहिँ मेरो मात्रै होइन, हामी सबै सारा नेपालीको चाहिँ हाम्रो त्यही नै चाहिँ उसो होइन। अनि हामी दोधारमा चाहिँ पढ्नु हुँदैन। अब चाहिँ हामीले चाहिँ अब राम्रो मान्छेलाई चाहिँ ठाउँमा पठाएर चाहिँ अब त्यो पनि त्यस्तै गएर चाहिँ त्यो बिग्रियो भने चाहिँ त्यो नेक्स्ट टाइम चाहिँ बाँकी राखिन्न चाहिँ। त्यही हो साथीहरू चाहिँ मेरो चाहिँ कसैसित केही उस गर्ने छैन, कसैसित चाहिँ 2-4 पैसा लिएर खाम्ला भन्ने पनि छैन। बस आफ्नो परिश्रमले खाने हो, काम गर्ने हो, बस्ने हो, त्यही हो साथी चाहिँ होइन। अब त्यही पनि यिनीहरूलाई चाहिँ अब उस गराइदियो, यिनीहरू त अब देश बनाउला भन्दा चाहिँ आफै बनाउनमा यिनीहरू चाहिँ व्यस्त हुन्छ, यताउता गर्दै 5 वर्ष कटाइदिन्छ, त्यसपछि फेरि आउँछ अनि चाहिँ फेरि चाहिँ त्यो थुतुनु कस्तो देखाउन सकेको यिनीहरू चाहिँ फेरि चाहिँ उस गर्दै आउँछन्। अनि हामी कालो मैले हात बसिराखेको बेलामा चाहिँ अब चाहिँ सुट बुट लगाएर आउँछन्, पुरा गर्लम्म अँगालो हाल्छन्। तर यिनीहरू गइसकेपछि चाहिँ पुगिसकेपछि बिचमा बाटोमा भेट्यो भने हाम्रो यिनीहरूले नमस्ते नि फर्काउँदैनन् क्या, चिन्दैनन्, को अरे बाबु भन्छन् क्या। हो त्यो नहोस्, बस त्यति हो साथी चाहिँ होइन। अब त्यही हो चाहिँ, अब कसलाई के भन्न छ अब चाहिँ कमेन्टमै अब गाली गरे यो कुरा चाहिँ तितो छ, तर सत्य यही नै हो क्या साथी चाहिँ है। अब जति भने पनि त्यही हो। ल त साथी, हस् त बाई।